यताबाट जाने मन्दिर लु हामी चाहिँ शिवालय मन्दिर जाँदैछौँ यो छोटो सुलसुले बाटो पहिलाको हाम्रो घरको जङ्गलबाट मन्दिर चाहिँ यहाँ माथि डाँडामा छ कटुसको पत्ता त यसरी हुँदो रहेछ तर यहाँ हेर्नु न काँडा चाहिँ यस्तो हुँदो रहेछ कि उठाउने पो कसरी रुख त कत्रो छ कटुसको यो जाङ यत्रो गाउँघरमा ल यस्तो दुःख गर्नु पर्दो रहेछ अर्किड रोप्नुलाई ल हेर्नुहोस् है एक बोरा चाहिँ सोर्नु पर्छ होला अब एकजना खेतालो लगाएर यहाँ चाहिँ यो कटुसकै घारी हो यो जम्मै ए यो भर्खर भयो भने पात चाहिँ काम दिन्छ नि त अनि सजिलो रहेछ नि त हो बाटो पनि ए यहाँ खोल्ची भएर यहाँ अलिसम्म छ हो ए अम्लेसो काट्दै रहेछ लु यता चाहिँ अम्लेसो बारी रहेछ अम्लेसो काट्दै रहेछन् यो उतिस काटेर लु आमाहरू अघि पुग्नु हुँदैछ है कता जानु हुँदैछ मैले कताबाट जान्छ अब यही हो बाटो ए यता पो ए ल अब मन्दिर जाने बाटो ल ल ल यहाँ बिस्तारै आउनुहोस् है ए सकिलाहरूको त्यो बाँस त कति साह्रो त्यो लडेको ए अन्त स्याहार्ने मान्छे पनि छैन त नि हावाले होइन रुख ढल्दा होला हावाले यतिखेर अम्लेसो काट्छ हो भाइ यतिखेर अम्लेसो काट्ने बेला हो होइन है लठी पनि बाङ्गी जाँदैछ है यता हो होइन डोजर होइन होला हौ यो ए ऊ त्यहाँ माथि रहेछ हौ मन्दिर त ऊ त्यहाँ माथि रहेछ जानु न जानु बिस्तारै यहाँ ऊ रहेछ क्या पाखन बेत त यो ढुङ्गाको कापमा कति हुँदो रहेछ नि है अन्त गमलामा एउटा रोप्दा लु यहाँ चाहिँ यतिभरि प्रिमुला त यहाँ भुइँभरि लु कति हो ए ल हेर्नुहोस् ल पाखन बेत त यो मोनास्ट्रेरिया त यत्रो रुखमाथि चढी गएको रहेछ मन्दिर आइपुग्यौँ है हामी सुसानको नाममा बनाइदिएको चौतारा ए लेखेको पनि छ तर खै पढ्नु जानिँदै छैन ए अनि मन्दिर त भन्दो रहेछ श्री फाल्गुनन्द किरातेश्वर माङखिम अरे माङखिम भनेको भगवान होला होइन ए माङखिम भनेको घर ए यो चाहिँ शिवलिङ्ग रहेछ यहाँ अस्ति शिवरात्रिको दिनमा पूजा गर्दाखेरि चाहिँ भएको मन्दिर यहाँ धुनी यहाँ गुराँसहरू वरिपरि रहेछ यो चाहिँ यो चाहिँ नि हाम्रो घर आँगनबाट उखालेर लिएर आएर रोपेको यो क्यानिलिया के पो भन्छ पो यो क्यामेलिया यत्रो भएको रहेछ हेलिकप्टर बस्ने ठाउँ धुपी होइन प्रभा दिदी चाहिँ ओम नमः शिवाय भन्नु हुँदैछ है यो शिवालय हो यो शिव मन्दिर यो थुनेको रहेछ आज चाहिँ ल आमा बिस्तारै घुम आइपुग्यौँ है
लिङ्गादास के राजुले भन्दै थियो होइन अस्ति जे होस् यति आएर मेन्टेन गरिराखेछ नि त राजुले पनि अब यति त धर्मै लाग्यो फेरि आउँछ अब हामी गाउँको सबैलाई यसो होइन शिव मन्दिर पूजा गर्ने एउटा ऊ पनि भयो नि त सबैलाई चिनारी अनि सबैको अस्तित्व यहाँ राई गाउँमा भए पनि यसो धर्म कर्म गर्ने मान्छेहरूको लागि पूजाधाम गर्ने ठाउँ पुसामा भनेको के हो आमाजी ए पुसामा भनेको के हो आमाजी त्यो ए ल यो अस्ति पूजा गर्दा यो तीनवटा ऊ भनेको के हो हजुर ए हस् मैले ल छ यहाँ दिन्छु नि आमाजी ए तीनवटा भयो हुन्छ तिनवटामा चढाउनु ए खै ल यो चाहिँ के भने माता पिताको हो यो ए यहाँ माता पिताको यो लु चढाइछु आमाजी उता छेउदेखि गरिदिनु न यो पहिला गर्नुपर्छ ए हो अनि बिचको गणेशको र हामीले तीन लिङ्गा गाड्छ नि त्यही नै हो अब अझै बनाउनु बाँकी रहेछ गणेशको यहाँ उ गर्ने होला पछि कि उतातिर गर्ने अगाडि यहाँ मन्दिरको यो हाम्रो घरमाथि गर्छ होला नि ए यो चाहिँ कति ताला हुन्छ हौ 1 2 3 4 अब यहाँ तल 7 तला छ होला 5 6 7 8 9 ताला पो रहेछ त 9 ताला रहेछ सुन्नीमा पारुवाङलाई यो चाहिँ कतिवटा दियो बत्तीहरू बाल्छ यो सबै ताला छ त्यति सबैमा दियो बत्ती जति ताला छ त्यति नै सुमिताले यस्तो बनाउँदाखेरि कतिवटा ताला छ त्यति नरेलको है यो चाहिँ धुनी लगाउने ठाउँ भित्र पनि शिवलिङ्ग छ होइन हो किन ए त्यहाँ ठुलो ए त्यसलाई चाहिँ एक छेउमा राखेर यस्तै लिङ्ग गर्ने होला ए यो चाहिँ देवा 26 निकोमा हाल्यो उनीहरूको सुरले गरेछ कि त्यो चाहिँ त्यो भट्टाइदिएको कि यसको चाहिँ एउटा चाहिँ कसको के एसआरको बाबुको नाम बाबुआमाको नामको चाहिँ शिवालय मन्दिर आइएको छ आयो फाल्गुन नन्द गुरु घन्टी चाहिँ छैन रहेछ यहाँ यो घन्टीहरू कता राख्यो होला नि पनि रहेछ पानी ट्याङ्की यो गाउँको लागि यो गाउँको लागि त होला ए सोलर पनि रहेछ नि त आमाजी सोलर चाहिँ के को लागि हो सोलर प्यानल ए बत्ती पानी ट्याङ्की म त घर पो होला भन्दाखेरि पहिला गरेको त्यो नालाहरू देख्दैछ न देखेँ थाकुन्जाल हुँदैछ उकालो टाउर यो के त यो त जाडो ठाउँमा पनि हुँदो रहेछ गर्मीमा मात्रै हुन्छ होला भन्ठानेको पङ्खा जस्तो यो चाइनिज फ्यान यो के हो यो अन्त यस्तो जाडो ठाउँमा पनि हुँदो रहेछ सोलर प्यानल त टावर चलाउनुको लागि पो राखेको जस्तो छ हौ यहाँ कतिवटा सोलर प्यानल 1 2 3 4 हाम्रो ठाउँ त साह्रै पो उता त हो मलिलो ठाउँ पो त अनि अब पहिला हजुरहरू चासबोक गरेको ठाउँ नि होइन त्यस्तो नि खरबारी थियो यो खरबारी ओ तल देखेको ग्राउन्ड चाहिँ हिजो हामी आएको ग्राउन्ड हो कि क्या हो त्यो उको
ऊ त्यो है? परेको नम्बरको यीको नमाको उहिले बाबुहरूले चिया लगाएको त्यता थुप्रो त्यो डाँडा मान्छेहरू चियाबारीमा गएर खै फोटो खिच्नु भनेको यो त धमिलो देख्दैछ कुहिरो लाग्दैछ सबै राखेको नि यो टावरको लागि राखेको नि ए टावरको प्यानल पो रहेछ त यो त हेर न कति खर राम्रो नि गर्ल्स आएको